गाइज हेर्नुहोस्, आज हामी सारङकोटमा आएका छौँ। मामु छोरी र म स्वयं पनि आएको छु। म यहाँ आज मामु छोरी एकदमै एक्साइटेड छन् सारङकोटमा आएकोमा र यहाँनिर एकदम राम्रो भ्यू देखेको छ। आज हामी यो पोखराको भ्यू हेर्दैछौँ, यो सारङकोटको भ्यू टावरबाट। हेर्नुहोस्, तल लेक साइड छ, फेवाताल छ, अनि यो पोखरा बजार हो यतापट्टि पछाडि। पोखरा बजारको पछाडि छ। छोरीले आज नाचेर एक दुईवटा टिकटक पनि बनाइन् अनि धेरै ह्याप्पी छिन् आज। पढाबी आज हामी कहाँ आएको अरे? सारङकोट मन पऱ्यो कि परेन? सारङकोटमा केबल कार पनि रहेछ। केबल कार पनि हिँडिरहेको छ तल। यहाँबाट केबल कार देखिन्छ। कहाँ छ छोरी केबल कार? केबल कार पनि देखिन्छ। एकदमै राम्रो ठाउँ रहेछ। पोखरा आउँदाखेरि यो ठाउँ चाहिँ यो ठाउँ हेर्न नछुटाउनु होला। अनि हजुरको के छ यसमा भनाइ? के छ यो सारङकोट कतिको मन पर्यो? एकदम बेस्ट। ल